बालेन सरकारले गर्यो पञ्चायतले समेत गर्न नसकेको निर्णय। लाखौं विद्यार्थीको भविष्यमाथिको खेलबाड सदाका लागि हुने भयो राम नाम सत्य। इमानदार विद्यार्थीको नाम भजाएर कमिसनको गन्दा धन्दा चलाउने गुण्डागर्दीको उत्रिने भयो वर्दी। बिना व्यापार व्यवसाय कथित विद्यार्थी नेता भएकै भरमा काठमाडौँमा महल ठड्याउनेहरूलाई लाग्ने भयो हाई भोल्टेजको झड्का। बालेन सरकारले दियो फाइनल अल्टिमेटम। इमानदार विद्यार्थीहरूका लागि अहिलेसम्मकै ठूलो खुसीको खबर। पञ्चायतले समेत गर्न नसकेको हिम्मत अब हुँदैछ। बिना कुनै व्यापार व्यवसाय केवल विद्यार्थी नेता भएकै भरमा काठमाडौँमा करोडौंका महल ठड्याउने र विद्यार्थीको नाम भजाएर कमिसनको खेती गर्नेहरूको अब उठिवास लाग्ने पक्का भएको छ। के क्याम्पस भित्र वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी राजनीतिको अब साँच्चै अन्त्य होला त? सरकारले एउटा यस्तो कठोर निर्णय गरेको छ जसले कांग्रेस एमाले र माओवादी लगायतका दल सम्बद्ध विद्यार्थी संगठनहरूमा ठूलो भूकम्प ल्याइदिएको छ। अबको ठीक 60 दिन भित्र नेपालका कुनै पनि विश्वविद्यालय र क्याम्पस परिसरमा राजनीतिक दलका झण्डा, ब्यानर र भित्ते लेखन पूर्ण रूपमा हटाइसक्नु पर्नेछ। सीधा भन्दा अब विद्याको मन्दिरमा दलीय राजनीतिलाई नो इन्ट्री। शिक्षा मन्त्री सस्मित पोखरेलले 14वटै विश्वविद्यालयका उपकुलपतिहरूलाई साक्षी राखेर यो ऐतिहासिक निर्णयमा हस्ताक्षर गराइसकेका छन्। क्याम्पस हाताभित्र रहेका विद्यार्थी संगठनका सबै संरचना अब भत्काइनेछन्। तर यदि कसैले अवरोध गर्छ भने नि त्यसको पनि कडा तयारी छ। निर्णय